प्रमुख सचेतक हुनुभयो। अहिले पार्टीको धेरै महत्त्वपूर्ण एउटा जिम्मेवारीको कामहरू गरिरहेछौँ। यो संविधान परिमार्जनको कार्यदल बनाएको छौँ, त्यसको पनि संयोजक उहाँ हुनुहुन्थ्यो। यो कामहरू गर्ने सन्दर्भमै फेरि के लाग्यो उहाँको मनमा होइन, यो जेएनजी आन्दोलन पछाडि चाहिँ अब राजनीतिक उतार चढावहरू त भइराखेका छन्। अब राष्ट्रिय स्वतन्त्र पार्टी आज पनि धेरै आकर्षणको पार्टी हामीले बनाइराखेका छौँ। धेरै बाहिर आन्दोलनरत पक्षहरू, समाजमा प्रतिष्ठित व्यक्तिहरू पार्टीमा जोडिने क्रम छ, संवादहरू चलिराखेको छ। हामीले त्यो सबै चिजलाई सम्हालेर लिएर गइराखेका छौँ। अब यो सबैजना मिलेर एउटा चाहिँ समावेशी पार्टी र यो मुलुकको समृद्धिको रेखा कोर्न सम्भव चाहिँ देखिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन कोसिस गर्दै गर्दाखेरि एकजना साथीले छोड्दाखेरि मलाई चाहिँ अलिकति दुःख लागेको छ। अब म व्यक्तिगत रूपमा चाहिँ मैलेको कतै ठेस पुर्याएँ कि भन्ने पनि मलाई लाग्यो, तर त्यस्तो त कहिल्यै पनि गरे जस्तो पनि लागेन होइन। मैले आफैलाई समीक्षा गर्दाखेरि पार्टीमा अरू नेताहरूले पनि हामी बैठक त अस्ति पनि बसिराखेकै थियौँ होइन।